अनि के हुनु खुसीले भन्छ आमालाई छोडेर सहर जाउँ भनेर। अनि तिमीले के विचार गर्यौ त? आमालाई छोडेर सहर जान्छौ कि खुसीलाई घरबाट निकालिन्छ त? आमा र खुसी मेरो दुईटा आँखा हो। मलाई त दुईवटै आँखा प्यारो छ नि। न म जन्म दिने आमालाई छोडेर सहर जान सक्छु, न आफूले माया गरेको मान्छे खुसीलाई छोड्न सक्छु। अस्ति हामीले यो घर छोडेर सहर जाने कुरा गरेको थियौँ। हप्ता दिन भइसक्यो। के निर्णय गर्यौ त? ए त्यो कुरा गरेको गाउँमा भएको सबै जग्गा जमिनहरू आमाको नाममा छ। अहिले यहाँको जग्गाको भाउ बढेर एकदमै आकाशिएको छ। हाम्रो यत्रो जग्गा जमिन देखेर सारा गाउँलेहरू ईर्ष्या गर्छन्। आमा पढे लेखेकी हुनुहुन्न। कसैले दुई शब्द मिठो बोल्न बित्तिकै उसैको लैलैमा लागिहाल्नुहुन्छ। तिमीले र मैले चटक्क छोडेर गयो भने हाम्रो घर जग्गा जमिन आमा भोलि के होला होला। यसरी तपाईँले भने जस्तै सजिलैसँग कहाँ घरबाट गलत्याएर निकाल्न पाइन्छ र आमा? यसरी जबरजस्ती गलत्याएर निकाल्यो भने उसले गएर चौकीमा उजुर दियो भने त हामी दुवैजनालाई पुलिसले पाता कसेर चौकीमा लान्छ आमा। उसलाई घरबाट निकाल्न त पहिला कानुनी रूपमा सम्बन्ध विच्छेद गर्नुपर्छ। यसरी सम्बन्ध विच्छेद गर्दा उसलाई आधी सम्पत्ति दिनुपर्छ आमा। आधा सम्पत्ति? आमा यो आधी घर पनि उसलाई दिनुपर्छ र हाम्रो पुर्खौली सम्पत्ति पनि आधी उसको नामसारी गरिदिनुपर्छ। 3-4 महिना रे, यत्रो 3-4 महिना माइत गएर बस भनेपछि ऊ कहाँ मान्छे त? के थाहा, आफ्नो मनमा जे छ त्यही भन्थे। महिना भनेर कहाँ हुन्थ्यो त? 10-12 दिन गएर बस भनेर मान्थे कि? ल आमा, बुहारीलाई माइततिर धपाइहाल्नुहोस्, छोरालाई फकाएर लाइनमा ल्याउनुहोस्। कहाँबाट मेरो सोझो छोरालाई यो केटीले फसाइ हुने मात्रै भएदेखि यो केटीको जगत रोइ समातेर यो गाउँबाट निकाल्थे। के गर्ने? यसलाई सम्पत्ति नदिने उपाय लाउनु पर्यो। यसलाई सम्पत्ति दिए भने मेरो छोराले दुःख पाउँछ। मेरो बुढाले, मेरो ससुराले दिन रात दुःख गरेर मेहनत गरेर जोडेको सम्पत्ति यति सजिलै यसलाई कहाँ दिन्छु र त? दिन्न। सम्पत्ति खानको लागि त्यत्रो रनको मचाएर बसेकी मान्छे यहाँ पनि सम्पत्ति मुठी पाराउन भनेर आएकी हो कि हो? हे भगवान्, कुन दिनको दशा लागेर यही मान्छेसँग लभ गर्न पुगेछु। यही फटासँग लभ पर्नुपर्ने अहिले मलाई निल्नु नउकाल्नु भएको छ। छोडौँ भने माया लाग्छ, साथ दिउँ भने केही काम गर्दैन। अब घरमा आमाले कराएर बसी खानु हुँदैन। यसलाई छोड भन्छन्। खुसीलाई कसरी हुन्छ मेरो घरबाट निकाल्छु म? ए सुमन बाबु आउनुभएको छ। यो बाबुले पक्कै केही न केही उपाय दिन्छन् होला, सोध्न पर्यो। नमस्ते बाबु। धेरै व्यस्त छ क्या बाबु? आजकल त हाम्रो घरतिर आउन पनि छोड्यौ। आजकल अलि बिजी छु कि आमा, म त विदेश जाँदैछु नि त। विदेश? ए हो र? ल राम्रोसँग जानु, धेरै पैसा कमाउनु। अनि अरू कुरा थाहा छ? के कुरा आमा? राजले बिहा गर्यो नि। थाहा पाएँ आमा। हेर न बाबु, केटी कहीँ नपाएर त खुसी भन्ने छ नि, हो त्यसलाई मन्दिरमा बिहा गरेर घरमा लिएर आयो नि। ठिकै छ नि त आमा।
ढुबैले मन पराएर बिहे गरेको रहेछ त। अब उसलाई मात्रै मन परेर के गर्नु, आफूलाई फिटिक्कै मन परेको छैन। फिटिकै मन पर्दैन अरे, के गरेछ त उनले? के गर्नु नि, केही नगरेर हो क्या। लाजै पकाएर खाना पकाउन आउँदैन भन्छ। बुहारी तिमी खेतको काम गर भनेको घाम र धुलोले एलर्जी हुन्छ अरे। रात दिन बसी बसी सुती सुती खान खोज्छ। केही भन्दै हुँदैन, मुखमुखी लाउँछ, मारल कि काटल झै गर्छ। ए हो र आमा? एउटा सल्लाह गर्नु पर्यो बाबु। कस्तो सल्लाह आमा? मेरो घरबाट मेरो बुवाले लखट्नु पर्यो। लखेट्नु पर्यो अरे? बिहे गरी ल्याएको त 1 वर्ष नि भएको छैन, किन? त्यसले अति गरे। जसरी हुन्छ मेरी बुहारीलाई यो घरबाट निकाल्नु पर्यो। बुहारीले घरबाट निकाल्न त्यति सजिलो छैन आमा। उसलाई निकाल्ने हो भने राज र खुसीलाई कानुनी अनुसार सम्बन्ध विच्छेद गर्नुपर्छ। बाबु, सम्बन्ध विच्छेद गर्दा केटीलाई आधी अंश दिनुपर्छ अरे। के यो कुरा साँचो हो? हो नि आमा, सम्बन्ध विच्छेद गरेपछि तपाईँको र राजको सम्पत्तिमा उसको पनि हक लाग्छ। सम्पत्ति नदिकन सम्बन्ध विच्छेद गर्न मिल्दैन बाबु। कहाँ मिल्छ आमा? बिहे गरेर ल्याइसकेपछि त कानुनी रूपमा आधी सम्पत्ति दाबी गर्नु पाउँछ। आमा, उनी माया गर्ने जोडले छुट्याउनुतिर नलाग्नुहोस्। भोलि तपाईँको आधी सम्पत्ति पनि लान्छ र गाउँमा तपाईँको इज्जत पनि जान्छ। आमा, तपाईँ यो झन्झटमा नलाग्नुहोस्। जस्तो चलेछ त्यस्तै चल्ने दिन्छ। ल म अहिले आफूलाई बुहारी मन पर्दैन, छोरो पनि त्यही कुरा गर्छ। छोराको साथी सुमानेले त्यस्तै कुरा गर्छ। खै के गर्ने के नगर्ने। पहिलाको सङ्घारमा बसेको छ, कहीँ नभए कि यो यत्रो आँखा पारी चाहिँ बसिछ। ढङ्गसँग छैन, मेरो आँखा तारेर हिँड्नुभएको आँखा। ए होला भाइले बिहा गरेर ल्याएको भने केटी कस्तो हेरिरहेको होला। नमस्ते समास्ते पनि गर्नु छैन, कस्ती रहेछ, घुरेर हेरिरहेछ। सायद नचिनेर होला। घरमा मान्छे आएपछि सोधखोज पनि गर्नु छैन, टल्ल हेरेर मात्रै बसेपछि। लाटी केटी बिहा गरेर ल्याएको क्या हो भाइले? बोल्दा नि बोल्दिन त, टल्ल पर्छि, यताउता हेर्छि। के हो? को होला यो थुप्री? आफ्नै घर जसरी आएर बसेकी छे, बोल्दा न बोल्दिन, टल्ल परेर हेरिबस्छे। कि लाठी नै हो कि के हो यो? तिमी नै हौ यो घरको बुहारी? गोरी रहेछौ, खाइलाग्दी रहेछौ, राम्री रहेछौ। म गोरी राम्री खाइलाग्दी देखेर तपाईँलाई डार लाग्यो क्या हो? डाहा त अब तिमीलाई लाग्छ। यो घरको छोरी हो म। यो घर मेरो पनि हो। म राजको दिदी हो। राजको दिदी रे? तपाईँ त पहिला गएको भनेर गाउँभरि हल्ला छ त। यो घर छाडेर तिमी जान्छौ कि म जान्छु? समयले बताउँछ यो कुरा त। आमा खोइ त? आमा? त्यो फतौरी बुढी कहाँ हिँडी? फतौरी रे? मेरी आमालाई फतौरी भन्छेस्? तेरो यत्रो आँट? मेरी आमालाई हेपे कि? खै फुत्तै मुखबाट फुस्किहाल्यो।
आमाले मलाई देखेपछि गाली गरे गर्नुहुन्छ। मेरो त दिमागै सर्काइसक्यो, के बोल्ने के नबोल्ने पत्तै पाउँदिनँ। म आइहालेँ, अब तिम्रो दिमाग झन् ठिकमा आउँछ। त आइपुगिस्? कुन बेला आइपुगिस्? भर्खर आएको नि। तँलाई त के गरौँ होला, काटौँ कि मारौँ? मलाई यहाँ यस्तो गाह्रो भएको छ। दुनियाँ गाउँलेहरूले पहिला गई भनेर हल्ला चलाएको थिएँ। तँलाई अझ भर्खर आयो भने चाहिँ तँलाई तपाईँ गाउँलेको कुरा सुन्ने कि छोरीको कुरा सुन्ने त? गाउँलेले त एउटा कुरालाई 4वटा कुरा बनाउँछन्। त्यस्तो गाउँलेको कुरा नि पत्याउने हो त? आफ्नो छोरीको विश्वास लाग्दैन तपाईँलाई? म जानै पर्यो भने नि भागेर गएँ भने पनि तपाईँलाई चाहिँ सोधेर जान्छु के? तपाईँलाई छोरीको यति पनि विश्वास लाग्दैन? तपाईँलाई नभनिकन नसोधिकन भागेर जान्छ जस्तो लाग्छ? पहिला जान्छ जस्तो लाग्छ? झन् मैले एकछिन बाहिर बस भनेर भनेको थिएँ। भित्रबाट बाहिर आउँछु, छैन त। त कहाँ गएकी थिइस्? भन् त, कहाँ गएकी थिइस्? तँलाई आमाको माया अलिकति लाग्दैन? ल भनिहाल, कहाँ गएकी थिइस् त? म रिताको घरमा गएको थिएँ। को त्यो रिता? भन् त, को हुनु नि? साथी होइन? हजुर, साथी होइन। यहाँ घरमा कत्रो घटना घटिसक्यो, तँलाई थाहा छ? तँलाई आमाभन्दा साथी ठुलो भयो होइन? तेरो भाइले कहीँ नबिकेकी केटी मन्दिरमा गएर बिहे गरेर ल्याएको छ। तँलाई के थाहा हुन्थ्यो काम चार्न पाएपछि? मैले त्यो केटीलाई घरको बुहारी मान्दिनँ भन्दा तेरो भाइले के कुरा गरेर भएको नभएको कुरा बनाएर मलाई फकाए। भाइले यस्तै केटी बिहाएर ल्याएको छ जसलाई न खाना पकाउन आउँछ, न खेतबारीको काम आउँछ, न कुनै घरेसी काम आउँछ। दिनरात मोबाइल चलायो, 3 थाल खिच्यो, कुनै बाना लायो, उत्तम टाङ लायो, सुत्यो। त्यति मात्रै आउँछ। तेरो भाइलाई उसको सक्नेको कुरा झिक्नै हुन्न, सक्नेकै पछि लिएर कुरा गर्छ। बुहारीले केही भन्दै हुन्न, बोलेको कुरा भएमा फसाइदिन्न, जब फर्काइहाल्छ। अनि भाइ खोइ त? तेरो भाइ खेततिर गयो होला नि। ल आमा, धेरै नरिसाउनु। अब म आइहालेँ नि, सबै ठिक हुन्छ। तनाव नलिनु क्या धेरै। तल नभएर म यहाँ कति खुम्सेर बसेको छु, आफ्नो कस्तो गाह्रो भएको छ। तनाव त भइहाल्छ नि। अनि आमा, मेरो मोबाइल खोइ त? माथि राखिदिएको छु। यतिका दिनसम्म रिताको घरमा बसी भएपछि मोबाइल लानु पर्दैन? मोबाइल लगेर पनि के गर्नु त? तपाईँले छिनछिनमा फोन गरेर हैरान गर्नुहुन्थ्यो, त्यसैले नलगेन। आमा, बुहारी त साह्रै नै छुचिसे जस्तो छ त। हो भने एकदमै छुची छ क्या। अघि म बाहिर जान लाएको थिएँ, ढोकामा हो बसेको थिएँ। छड भनेपछि यत्रो हाले खाउँ लाग्दो गरेर हेरि त नि। त्यही भएर मलाई दिक्क लाग्छ। कराउँदा यो घाँटी नै सुक्छ मेरो। छोरो त्यस्तै छ, बुहारी त्यस्तै छ। त्यही भएर नि बरु त कहाँ गयो कि? तोरीसँग पहिलो गएको त होइन नि? हेत्तेरिका आमा, तपाईँलाई अझै पनि विश्वास छैन मेरो? म पहिला गएको भए त यहाँ सिन्दुर हुन्थ्यो होला, पोते हुन्थ्यो होला। कस्तो विश्वास नभएको मेरो आमालाई। हो भने म आउँदाखेरि पनि ढोकामै बसिरहेको थिएँ। मलाई त के भन्न भ्याइ थाहा छ? के भने? तिमी त राम्री रहेछौ भने त राम्री भएर के भएर तपाईँलाई डाहा लाग्यो कि क्या भनेर मुखी लाग्यो मसँग। बोल्ने 2 पैसाको समाज छैन। न भात पकाउन आउँछ, न मासु पकाउन आउँछ, न अब घर सर सबै सुका। ल छोडिदिनु आमा, यो सबै कुरा बिस्तारै गर्दै गरौँला। बरु मलाई भोक लागेको छ के? भोक लाग्छ तपाईँ? के खाइनस्? केही पनि खाएको छैन। ल हिँड। अब म तँलाई खाजा पकाएर खाउँछु। हिँड। हेर यहाँ ओछ्यान लगाएर सबै ओछ्यान राखेर गएको ल। के बाँकी हो? चोटि फोन गरेर हेर्नु पर्यो।
के को हाल्नु नि घर गएपछि बिर्सिसक्यो होइन मलाई के को बिर्सेनु नि रिताकामा हुँदाखेरि त दिनको एकचोटि भयो नि त भेट हुन्थ्यो नि म रिताको घरमा आएर बसेकै तिम्रो लागि त हो नि त्यहाँ बस्दाखेरि दिनदिनै भेट हुन्थ्यो हाम्रो कति नै दिन भएको छ र भाइले यहाँ घरमा कस्तो बवाल मचाइसकेको रहेछ हँ अनि के भएर छ त त्यहाँ फोनमै भन्नुपर्ने तिमीलाई भेटेर भनिहाल्छु नि कहिले भेट्छौ त तिमीसँग भेटेर मेरो पनि एउटा कुरा गर्नुपर्ने छ तिमीसित के कुरा हो भनिहाल न म पनि भेटेर मात्र भन्छु अब तिमीले मलाई भेट्ने बहाना पायौ होइन खुरुक्क यही फोनमा भने हुँदैन भने भेटेरै भन्नुपर्ने भेटेर भनौँ भनेको भनिहाल्ने र अहिले नि कस्तो सुन्न मन लागिसक्यो भन न छिटो बरु के भन्दै नभने भए हुन्थ्यो भनिसकेपछि फोनमै भने पनि भइहाल्थ्यो नि भेटेरै भन्नुपर्ने रे उसलाई कस्तो सुन्न मन लागिसक्यो छिटो भन न सुन न मलाई त बिहे गर्नु मन लागेछ मन त मलाई पनि लागेको छ नि तिमी कहिल्यै सुध्रिने होइन के गर्नु र मसँग एउटा उपाय छ भेटेर भन्नु हुन्न ल ल हुन्छ ल ल अहिले मैले फोन काटेँ भोलि जसरी पनि भेटेर कुरा गर्नुपर्छ है हुन्छ हुन्छ ल ल हुन्छ ल राखेँ है फोन हेर भाइ तैँले त हामीलाई केही खबरै नगरी बिहा गरेछस् यो घरको एक्लो छोरो आमाको कत्रो इच्छा थियो धुमधामसँग पञ्चे बाजा बजाएर बुहारी भित्राउँला भन्ने तेरो बिहा गरिदिने भनेर केटी खोज्दै हिँड्नु भएको थियो केटी पनि पाइसकेको थियो अनि गाउँभरि हल्ला गर्दै हिँड्नुभयो मेरो छोराको बिहा गर्ने यसपालि भनेर सबै चकनाचुर पारिदिइसक्यो बिचरा आमाको मन कति खल्लो बनाइदिछ है भाइ तैँले आमालाई नभने पनि कमसेकम मलाई त भन्नु पर्थ्यो त्यो त मेरो ध्यानमै आएन नि दिदी अचानक खुसीले बिहे गर्ने कुरा गरी त्यसपछि हतार हतारमा बिहे गर्ने निर्णय भएपछि मैले कसैलाई भन्नै भएन म त बजारमा बिहेको लागि सामान किन्न थालेँ हामीसँग धेरै समय नै थिएन त्यसपछि हामीले भोलिपल्ट नै मन्दिरमा गएर बिहे गऱ्यौँ अनि दिदी तपाईँ त अस्तिदेखि घरमा हुनुहुन्न हामी आएको यत्रो दिन भइसक्यो तपाईँ चाहिँ कहाँ जानुभएको थियो म नि भाइ पल्लो गाउँकी त्यो रिता छ नि त्यसको घर गएको थिएँ के त्यसको आमा बुवा तीर्थ गएको रे अनि साथी बस्दिन आइज भने त्यही भएर गएको म अनि रिताकै घरमा जाने भएपछि आमालाई सोधेर जानु पर्दैन आमालाई पनि नभनिकन गएको के भाइ पठाउनु हुन्थेन आमाले अनि के गर्नु त यहाँ त सारा गाउँलेहरूले त्यही तोरीसँग पहिलो गइरहे भन्ने हल्ला चलाएको थियो हामीले पनि त्यही सोचिरहेको कहाँ पहिलो जानु नि भाइ त्यो तोरीसँग पहिलो जानु पर्यो भने घरमा सल्लै गरेर जान्थे नि त्यतिकै जान्थे त साथीको घरमा यत्रो दिन बस्ने हो त तर गए पनि बसे पनि कमसेकम मोबाइल त बोकेर जानु पर्थ्यो नि मोबाइल त बोकेर जान्थे भाइ आमाले घरिघरि फोन गरेर कराउनुहुन्थ्यो आइज भनेर उसको आमा बुवा तीर्थ जानुभएको रहेछ अनि ऊ एक्लै भएर साथी बस्नलाई बोला कि अनि आमाले यहाँ घर आइज भनेर कराएर हैरान पार्नुहुन्थ्यो अनि के गर्नु त त्यही भएर मोबाइलै छोडेर गयो हेर भाइ तँलाई आमाको बानी राम्रोसँग थाहा छ एउटा कुरा पायो भने त्यही कुरा महिनौ दिनसम्म कराइरहनुहुन्छ त्यही त हो नि आमाको समस्या भनेको अब हामीहरूले जे कुरा भने पत्याउनुहुन्न अब गाउँलेहरू छरछिमेकीले जे भने त्यही कुरा पत्याउनुहुन्छ ल हुन्थे भाइ आमाको बानी त्यस्तै हो अब म आइहालेँ अब गाउँलेले जे सुके भन्नु मतलब छैन छाड्दे भाइ जहिले नि मलाई यसै गरी कुराउँछ केही भनौँ भनेदेखि ठुस्सा पर रिसाउँछ फेरि आफै जित्ने खोज्छ के गर्ने पुरस्कारमा लागेको माया अस्ति पनि
रिसाएर हिँडेकी थिए। घरमा के कस्तो भयो त्यो पनि सोध्न पाएको छैन। त साँच्ची अस्ति रिसाएर हिँडेकी थिए, मन पो बदली कि क्या हो कालीले, भिर पो लाग्न थाल्यो। हे तेरिका, कस्तो दिनमा माया लाउन पुगेछु। हुन त म आफै ठिक छुइनँ, हुन त उसले भनेअनुसार मैले केही गर्न सकेको छैन। थोक्क मेरो जिन्दगी। ल आज पनि आइसकेछ, जहिले ढिलो हुन्छु म, मार्छ अब। ए आउन चाहिँ आइछे, मैले आउँदिनँ भन्ठानेको थिएँ। मलाई बिर्सिन कहाँ सक्छ र, माया चाहिँ जे होस् गरिदिरहेछ के। काली, आज त तिमी साह्रै राम्रो देखाएको छौ त। तिमीले मलाई आज मात्रै राम्रो देख्यौ, म जहिले पनि यस्तै राम्री नै छु त। त्यो त हो, 1 घन्टा कुराइहालिस्। आफू घरमा गएपछि त मलाई बिर्सिस् होइन? त्यस्तो होइन के, अस्ति पो म रिताको घरमा थिएँ र तिमीले जतिखेर बोलाए पनि म आउँथेँ। अब घर गएपछि त तिमीलाई थाहा छँदैछ नि मेरो आमा कस्तो छिन् भनेर। अहिले त कहाँ भन्ने बित्तिकै निक्लेर हिँड्न पाइन्छ र। भाइ छ, बुहारी छ, जहिले पनि एउटै कुरा, तिमीलाई नसोधौँ भने नि सोध्न मन लाग्छ, सोधौँ भने तिमी रिसाउँछौ होला। अनि तिम्रो काम गर्ने भन्ने कुरो कहाँ पुग्यो नि? कहाँ पुग्नु नि, सिधै माथि पुग्यो। माथि पुग्यो रे? के भने यस्तो? अब कपाल किन खौरे? के गर्ने, मलाई साथ दिने, आँट दिने, केही गर्न भतिज भन्ने काका थिए, त्यही पनि माथि गइहाल्यो। अब त खै कसले देला साथ, कसले देला आँट, के गर्ने कसो गर्ने केही गर्न सकिँदैन। खै के गर्ने के गर्ने, दिमागले कामै गर्न छोडिसक्यो। तिम्रो दिमागले त के काम गर्थ्यो र? तिम्रो दिमागले काम गरेको भए तिमी अहिले यहाँ हुन्थ्यौ? के यताउता हेरिरहने, केही त बोल। मेरो दिमागमा एउटा आइडिया आछ। के आइडिया आयो भन न छिटो। ध्यान दिएर सुन। साथी तिमी कति वर्ष भयो भन्छ? 30 कटेर 35 चाहिँ लाग्यो होला अहिले। ल तिमी 35 वर्ष पुगेको हो भने हाम्रो देशको कानुन अनुसार छोरी मान्छेले पनि अंशको माग गर्न सकिन्छ। तिमी आमा र भाइसँग सल्लाह गर, हामीलाई सानो जग्गा, एउटा टरो हाल्ने जग्गा र अलिकति सागसब्जी खाने कटेरो बारी पाइयो भने त हाम्रो जिन्दगी सुखै सुखमा बितिहाल्छ नि। तिम्रो यो कुरा चाहिँ मलाई साह्रै चित्त बुझ्यो। आमासँग त कुरा गर्छु, आमाले त मान्नुहुन्छ होला, तर भाइले चाहिँ मान्छ कि मान्दैन? यसो कुरा मिलाएर गर न, भाइले पनि मानिहाल्छ नि। ल ल म पहिला आमासँग कुरा गर्छु, अनि आमाले मान्नुभयो भने भाइसँग नि कुरा गर्छु। निकै बेर भएर आमा आएको छ, अब त घर जानुपर्छ। आमाले मार्छिन्, मेरो आमाको बानी तिमीलाई थाहा छँदैछ हेर। अब यो कुरा चाहिँ म छिट्टोभन्दा छिटो राख्छु भाइ र आमासँग, अनि छिट्टोभन्दा छिटो तिमीलाई निर्णय दिन्छु। ल है त? यति काम चाहिँ तिमीले गर्यो भनेदेखि हेर हाम्रो जिन्दगी त सुखै सुखमा बित्छ। त्यही त। ल अहिले तिमी जाऊ, जानु भयो। चल अहिले चल, म यता लागेँ। ल बाई बाई। तपाईँ एक्लै यसरी टोलाएर बसिरहेछ होइन? के पिर पऱ्यो तिमीलाई? के हो यहाँ यतिकै बसिरह, बस न, केही कुरा आएर ए साँच्ची तिमी त विदेश जाने भन्दै थियौ, अहिले त तिमी विदेशमा हुनुपर्ने होइन र? के भयो तिम्रो विदेश जाने कुरा? म त विदेश जाने भनेर घरबाट हिँडेको नि। अब मेन पावरको दलालीले इन्डियाबाट सजिलो हुन्छ भनेर उतैतिर लगे।
महिनाको 60-70 हजार तलब पाउँछ अनि ओभर टाइमको छुट्टै पनि दिन्छु भनेर मक्कै पारे 2-4 दिनमै भिसा आउँछ भनेर 15 दिनै होटेलमा ठुल्दै राखेँ हो कि भनेर हामी सबैजना मक्ख परेर होटेलमा बस्यौँ 15 दिनपछि त होटेलको साउले त खाना र बसेको बिल पो लिएर आउँछ भने अनि हामीले ल्याउने मान्छे खोइ भनेर होटेल साउले सोद्धाखेरि त त्यो मान्छे चाहिँ त्यही दिन भागिसकेको रहेछ त्यही त विदेशमा धेरै कमाइ हुन्छ भनेर लोभ देखाएर हामीलाई त ऋणको भारी बोकाएर त्यो दलाल त भागेछ भने यार अब के गर्छौ त सुमन? अब म विदेश जाने चक्कर चाहिँ छोडिदिन्छु यार अब तिमीले जस्तै यस्तै गाउँमा एउटा यसो किसानी काम गरेर एउटा राम्री केटी बिहे गरेर यही गाउँमा घर चाहिँ बनाएर बस्छु अब अनि विदेश जाने भनेर दिएको त्यत्रो पैसा यत्तिकै माया मार्छौ त? कहाँ माया मार्नु हामी सबैजना गएर चौकीमा रिपोर्ट गरेर आएको छु नि त म एक्लै कहाँ हो र म जस्तो धेरैजना मान्छेसँग पैसा उठाएर भागेर रहेछ नि त त्यो डल्लाले कहाँ गइछ ए सीमा छोरी ए सीमा कता गइछ छोरी हजुर आमा बाहिर आइज त के हो मक्क परेर आउनु भएको छ त आज त झोला बोकेर आमा त कहाँ जानुभएछ भनेर खोजे थिएँ कहाँ गएर आउनुभएको यसो बाहिर गएको थिएँ के ल्याएको आमा झोलामा कति हतार भएको म भनिहाल्छु नि लुगा जस्तो देख्छु त म त हो अब भनिहाल्छु नि बस्न पर्छ त्यहाँ आउनु ल हिँड के ल्याउनु नि यसो बाहिरतिर गएको थिएँ एउटा चिज ल्याइदिएको छु क्या के चिज हो मलाई हो कि बुहारीलाई हो तँलाई नि अन्त बुहारीलाई ल्याइदिन्छु म ल्याउनु नि त के रहेछ तँलाई मैले नयाँ लुगा ल्याइदिएको छु कि हो र कस्तो राम्रो लुगा रहेछ म लगाएर आउँछु है आमा एकखेर ल लाएर आइज अब त यसले साथीबाट लुगा मागेर लाउनु छोड्छु होला अब बजार पनि टाढा अब घरिघरि गइँदैन यो फेरि लास्ट चिज छ अब ठिक्क मिल्ने हो कि होइन अब मन पर्छ कि पर्दैन लाएर आउँछु भयो नि आमा कस्तो देख्यो मलाई सोया राम्रो देखाएको छ नि तर अलि रातो ल्याइदिनु भएछ आमा सुहाउनु त सुहाएको छ नि सुहाएको छ रातो राम्रो देखिन्छ नि अनि आमा अर्को कलरको थिएन र ए सिक्की चिज छ कहिले शान्त मन छैन भने अब आमा चाहिँ ल्याइदिएपछि त्यही ला न चित्त बुझाएर अलि रातो भयो के बिहे नगरे मान्छेलाई ला न ल आमा ल्याइदिएको चित्त बुझाएर ल न राम्रै देखाएको छ रातोमा अनि आमा अरू रङको थिएन र थियो नि निलो थियो पहेँलो थियो कालो थियो हरियो थियो अनि हरियो रङ रहेछ त मलाई मनपर्ने रङ हरियो ल्याइदिया भएन हुन्थ्यो नि त्यो हरियो पनि मिसा छ नि हेर त ऊ बुट्टामा त्यत्रो रङहरू रहेछ त मलाई अलि अर्को कलरको ल्याइदिनु भए भए हुन्थ्यो नि रातै ल्याइदिनु पर्छ त मलाई हरियो कलर मनपर्छ भन्ने तपाईँलाई थाहा छैन ओ त हरियो छ पहेँलो छ निलो छ हेर्नु जानु छैन झन् कति राम्रो ल्याइदियो कि आमाले भनेर थपक्क लाउनुपर्छ नि हेर्नु नि यहाँ अलिकति ठुलो जस्तो चाहिँ ठुलो भयो अब सानो बनाउनु सिलाएर नापेर मलाई रातो मन परेको थियो त्यही लिएर आएँ अनि तपाईँलाई रातो रङ मन पर्यो भनेर हुन्छ त मलाई मन पर्नु परेन ताल तालको कुरा गर्छ बा हेर त पुरा रातो दुलैले लाउने जस्तो रातो चुरा लायो भने चाहिँ बिहा नगरेर छोरीले रातो चुरा लाएर हिँड्ने भनेर कराउने मलाई अब मलाई यो कुर्ता लाएर गाउँभरि जाँदाखेरि के भन्छन् त तैँले बिहा गरे हो भनेर सोध्छन् होला मलाई दुलैले लाउने जस्तै नै छ भने अस्ति न मलाई 1-2जनाले बिहा भएको हो भनेर पनि सोध्न भ्याइसकेका थिए 10-15 दिन घरमा नहुँदाखेरि पहिला गएकी हो पनि भने अब झन् यस्तो रातो कुर्ता लाएर गाउँभरि जाँदाखेरि
मलाई के भन्ला नि त अब पक्कै यसले बिहे गरेकी हो भन्दैनन् मलाई त धेरै नकर त ल यहाँ आइज त आइज ल बस कहाँ ठुलो भए भाइ ठिकै छ त भन्न पाएपछि किस 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 मात्रै गर्न जानिन्छ यसलाई त चित्त बुझाउनै गाह्रो अप्ठ्यारोमा फलेको फर्सी भन्छ नि जे ल्याइदिनु सुगा छैन किच 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 गराएछ खैले ल्या फुकल 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 तँलाई माया लाउनु बानी भएको साथी आएछ माया लाएर चला अब म त किन्दिनँ मलाई पैसा नलाएर किन ल्याएको फिर्ता लैहाल्छु फुकल फुकल अब किन फुकाल्नु नि अब लाइसकेको किन फुकालिने अब लाउँछु नि अब हाले पर्दैन बल्ल बल्ल एक जोर लुगा ल्याइदिए त्यही पनि अब फिर्ता लगायो भने पैसा त आउँछ अरू खाँचो टर्छ नि तँलाई चित्त पनि नबुझ्ने फेरि लाउँछु पनि भन्ने फेरि ठुलो भयो भने भन्छ फेरि कलर पनि मन परेन भन्छ अनि केमा चित्त बुझ्नु तँलाई ओह यहाँ रातो छ पहेँलो छ हरियो छ सुन कलरको पनि छ त हेर्न जानु छैन अब यस्तो राम्रो छाना ल्याइदिने होइन अरे फुरुक्क फुकल 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 कुकुरलाई घिउ नपर्छ लाउँछु फेरि के यस्तो भयो उस्तो भयो भन्छ यस्तो नि फुरुक्क लगायो भइहाल्यो नि साथीको मागेर लायो भने कराउ नि अब एक जोर ल्याइदिए यो एक जोर मात्रै लगाइरहने त दुई जोर ल्याइदिए भए हुन्थेन हुन परेन पैसा कमाइ छ मेरो पैसा भयो जस्तो कति दुई जोर ल्याउनु पाएन त मान्छे यो त बल्ल बल्ल ल्याइछु अब ल्याउनु भयो भने हरियो कलर ल्याइदिनु है ल्याउनु है कमाउनु पर्यो नि त त्यसै दिन्छन् पसलमा भोलि पर्सि भने नि पैसा भएपछि पर्सि भने आउनु भयो कि यस्तै हरियो कलर ल्याइदिनु है हे भगवान् चुप्प ला होइन भने म फुकल लगिहाल्छु साटनलाई होइन भयो नि त भयो आमा मैले जिस्केको हो क्या तपाईँसँग जिस्क्या हो कि हेपे हो हेपे होइन कि होइन जिस्केको हो बरु अलिकति कालो रङ ल्याइदिएको भए हुन्थ्यो मारिदिन्छु मलाई मारिदिन्छु यसलाई बाजी यो भएन हुँदैन ऊ भएन हुँदैन कति खालकी छोरी जन्मिन्छ हे भगवान् पैसा कति गाह्रो छ कमाउनलाई उनीहरू चाहिँ यो रङको त्यो रङको भन्न मात्रै सहिलो छ त चर्को घाम लाग्यो होला कहिले पुगेर आउन यस्तो घाम छ ला मैले त फेरि मोबाइल पनि ल्याउन बिर्सेछु होस् किन चाहिएको मोबाइल एकछिन गएर आउँला सीमा दिदी अनि के छ हालखबर एकदम ठिक छ अनि तिम्रो के छ भन न मेरो पनि एकदम ठिक छ दिदी अस्ति मैले रोशनीलाई तपाईँ घर जानु भनेर खबर पठाएको थिएँ अनि तपाईँ घर जानुभयो त रोशनीले भेट्ने बित्तिकै म घर गइहालेँ नि अझ पनि म घर जान ढिलो भइसकेको रहेछ ए हो र अनि बुहारी कस्तो रहेछ नि त हजुरको कस्ती हुनु नि एकदम रिस उठ्दो एउटा कुरा भन्दाखेरि 10वटा जवाफ लाउँदै रहेछ अस्ति रोशनीले भन्दाखेरि म छक्क परेको थिएँ यस्तै बेहोरा रहेछ र पो आमाले भाइलाई अर्को केटी बिहा गरिदिने भनेर खोज्दै हिँड्नु भयो रहेछ घर गएर सबै कुरा बुझ्न खोजेको आमा आफ्नै तालमा कराउने केही कुरा नबुझ्ने भाइ भनेदेखि बुहारीकै मात्र कुरा सुन्ने अहिले त हाम्रो कुरा केही नसुन्ने भएछ भाइ त बुहारी लस्टै छुच्ची रहेछ त्यही भएर पो आमाले गाउँभरि केटी खोज्दै हिँड्नु भएको रहेछ त्योसँग छुटाउनलाई अनि आमाले केटी खोज्दै हिँड्नुभएको थियो भाइको बिहे गर्ने भनेर अनि केटी पाए त त्यो मैयाले कुरा लिएर आएकी रहेछ खै कुरा मिल्ला जस्तो छ अरे अनि तपाईँको भाइले आफ्नो श्रीमती छोडेर अर्को केटी बिहे गर्न मान्छ त खै भाइ मान्दैन जस्तो लाग्छ मलाई त दुवैजना मन पराएर राजी खुसीले मन्दिरमा गएर बिहा गरेर आएको रहेछ कहाँ मान्छ र भाइ भाइले बुहारी ल्याएर यत्रो घरमा रडाको मचाइसकेको रहेछ अनि तपाईँ चाहिँ कहिले बिहे गर्ने ढिलो भएन ढिलो त भयो नि अब छिट्टै गर्दैछु
ए धेरै राम्रो। अनि तिमी चाहिँ कता हिँडेको नि? आमाले बिउ लिन पठाउनु भएको थियो, बिउ लिन हिँड्ने। ए बिउ लिन पो हिँडे कि? हजुर जान्छु ल, ढिलो भयो पछि गएर नि। ढिला भयो रे। बल्ल बल्ल यत्रो दिनमा यहाँ बाटैमा भेट भएको छ, के को हतार्ने तिमीलाई? त्यसो भन्दा कहाँ सजिलो छ र दिदी मलाई, म त आमाले मारिहाल्नुहुन्छ। जान्छु ल। ए सुमन, कता हिँडेको तिमी? यादै नगर्नु वहीँ तलसम्म जाउँ भनेर। अनि देखेनौ र मलाई? तिमी चिन्छौ सुमनलाई? चिन्दैनौ? चिन्दिनँ कि? ऊ मेरो भाइको साथी, पल्लो गाउँको के? अनि ऊ चाहिँ गङ्गा, मेरो अब बहिनी भनौँ कि साथी भनौँ। हुन्छ दिदी म जान्छु ल, ढिलो भयो। ए ल ल ल। ए सुमन तिमी कहाँसम्म जानु लाग्यो है ल? के हेरेको? हेर त्यहाँ बसेर कुरा गरेर शीतलमा। सुमन, तिमी त विदेश जाने भनेर तयारी गर्दै थियौ त, अझसम्म गएको रहेनछौ। तिमी विदेशमा हुनुपर्ने होइन र अहिलेसम्म, किन नगएको नि? म त विदेश जाने भनेर घरबाट हिँडेको नि। अब विदेश जान इन्डियाबाट सजिलो हुन्छ भनेर इन्डियातिर लगियो। त्यसपछि हामीलाई दलालले लगेर होटेलमा 15-20 दिन थुनिदियो। होटेलको साउजी आएर हिसाब बोल्नु थाल्नुभयो। त्यसपछि हामीले त्यो मान्छेलाई खोज्नु थाल्यो। त्यो मान्छे हामीसँग 2-4 दिन बस्यो पनि सँगै खाइयो पनि, सँगै बस्यो पनि। विदेश जान पाउँछ भने हामीले सबैजना मक्कै पऱ्यो। पछि त्यो मान्छे त भागिसकेको रहेछ। त्यसपछि हामी सबैजना मिलेर घरबाट पैसा मगाएर होटेलको पैसा तिरेर बल्ल हामी नेपाल फर्क्यौँ। वास्तै दुःख पाएँ नि दिदी। अबदेखि त विदेश जाने कुरो त सोच्दा नै सोच्दिनँ। बरु यतै बिहे गरेर खेतीपाती गरेर यतै बस्छु। विदेश जाने चक्करमा लगाएर त्यो दलालीले भरभरकै ऋण बोकाएर दुःख मात्रै दियो हामीलाई त। वास्तै दुःख पाएँ नि दिदी। अबदेखि त विदेश जाने कुरो त सोच्दा नै सोच्दिनँ। अब यतै बिहे गरेर घरजम गरेर यतै बस्छु। अनि तिमीले त्यो पैसा माया मारेकै हो त? कहाँ त्यत्रो पैसा माया मार्न सक्छ र दिदी? अब त्यो पैसा उठ्ला त? दलाल भागिसक्यो भन्छौ, अब पैसा उठ्ने कतिको सम्भावना छ? अलि समय लाग्ला दिदी। ढिलो चाँडो पैसा उठ्छ। मेरो मात्रै होइन, धेरैजनाको पैसा आएको छ। यस्ता दलालहरूलाई सरकारी निकायले खोजिकन निकाल्छ। जुनै कुना लुकेर बसे पनि यिनीहरूले एक दिन समारै छोड्छ। सरकारले यसै गरी सबैको पैसा उठाइदिने भएदेखि कति राम्रो हुन्थ्यो है। अब त विदेशमा ज्यान गए नै जान्न। अब यतैतिरबाट खेतीपाती गर्छु, एउटा केटी खोज्छु, बिहे गरेर घरजम बनाएर बस्छु। अनि सुमन, अघि छड्के परेर फर्की हेर्दै थियौ त, के हो? गङ्गा मन पऱ्यो कि क्या हो? साँच्चै तिमीलाई गङ्गा मन परेकै हो त? खोइ दिदी, फोनमा कुरा गर्दै गरौँ ल, अहिले जाउँ। धेरै बेर बसेर कुरा गरियो, समय गएको पत्तै भएन। अब जाउँ हिँड। जाउँ त जाउँ, मलाई ढिलो भइसक्यो। हो त नि।
मार्नु पर्दैन देख्न तेरो यो आँखा छैन तेरो आमाले मार्छ कि बाउले मार्छ सबै कुरा गर्नु आमा मेरो मरेर गएको बुवा आमा कुरा नगर्नु न कति बुवा आमाको नाम लिएर गाली गर्नुहुन्छ बरु जति गाली गर्छु मलाई गर्नु न केही बोल्यो के थुतुन चलाइहाल्छ के बोल्नै हुँदैन आजभोलि काम गर्नु भनेपछि त बाहिर 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 हिँड्ने बानी परेको छस् नि अनि देख्छस् आँखा तेरो 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 रुन्छ मुखमा फेरि गाला साला फुट्ने गरी हालिदिन्छु यो सबै सलक्क पारेर मार्ने त्यहाँ भित्र लगेर राख्ने घर छोडेर हिँडिस् भने नि तेरो म तँलाई मैले जानेको छु ओ खाली आयो पिल 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 गर्न केही बोल्नै हुँदैन कति कराउनुहुन्छ कि मैले बिहान भर्खर त्यत्रो लुगा धोएको होइन अनि नकराएर यो चाहिँ तेरो बाबामा आएर गर्छ त काम त गरिरहेको छु नि खालि गाली गरेपछि गाली गरेपछि सुत्त निस्केर हिँडेको छ 2-3 घन्टा हराएको छ दिनै पछि अनि यत्रो घरमा काम लडी कत्रो छ तेरो बाउ मरेको बाउ तेरो आमा आएर माग्छ बोल्यो के रोयो हेर हेर यसो केही बोल्यो कि आँखा आँसु झारिहाल्छ नाटक गर्न थाल्छ तेरै मरेका बाउ आमाले फुल फुलाएर त यस्तो भयो कि बिग्रियो कि केही बोल्न नहुने तेरो म बाँधेर तँलाई खान नदिई थुनेर राख्छु याद गर माग्छस् माया गर्दै गर्दै काम गरिरहेको छु नि आमा कति गाली गर्नुभएको केही बोल्नै हुँदैन फेरि केही बोल्नै हुँदैन यसको तुतुन चलाइहाल्छ हो न गाली गरेको हुन्छ तँलाई सम्झाउँदा सम्झाउँदा सम्झिने भए पो सम्झाउनु केही छैन कसलाई भेट्न जान्छ सधैँभरि यत्रो भाँडा घरभरि छरिपरि न घरको काम गर्नु हिँडेको छ ल यो भाँडा मान्छ म तँलाई अर्को काम दिन्छु बिहा गर्यो छोरीले मैले भने मान्ने हो कि होइन अब बुढी कन्या बसे हो कि अब यसो बिहा गर्न मान्ने हो कि छोरीसँग सल्लाह गर्नुपर्ने के गनगन गरेर आमा के हुनु नि छोरी भाइले त मैले भनेको मानेन तिमी त मान्छे होला नि बिहा गर्ने है बिहे गर्ने नि आमा तर के गर्नु मलाई मिल्ने मेरो उमेरलाई मिल्ने केटा पाइएला र आमा मेरो त उमेर गइसक्यो अब मसँग बिहा गर्न आउने केटा कहाँ पाइएला र स्वास्नीले छोडेको 2-3 एउटा बच्चाको बाउ स्वास्नी मरेको 2टा बच्चाको बाउ त्यस्तै त पाउने होला नि कुमार केटा त मलाई को पाइन्छ होला र आमा के गर्नु छोरी तिमीहरू सानो हुने बेलामा हामीले छोएर तिम्रो बाबा बिहे जानुभयो अहिलेसम्म फर्केर आउनुभएको छैन तिमीहरूलाई हुर्काउँदा पढाउँदा यत्रो समय गएको पत्तै भएन मेरो इच्छा छोराले पुरा गर्देला भनेको त्यो पनि पुरा भएन एक्लो छोराले पनि मैले खोजेको केटीसँग बिहा गरेर इच्छा पुरा गर्देला भनेको त्यो पनि भएन आमा तपाईले मेरो बिहा गरिदिनलाई केटा खोजिसक्यो हो र अहिलेसम्म खोजेको छैन तर त तोरी चाहिँ हुँदैन है बा किन तोरीसँग बिहा गर्नुहुन्न भन्नुभएको आमा मैले 2-3 एउटा बच्चाको बाउसँग बिहा गर्नुभन्दा तोरी त कति गुणा राम्रो छ होइन र आमा
छोरी अलि गरिब छ भन्न खोज्नु भएको होला होइन आमा? त्यही गरिब भएकोले गर्दा त अहिलेसम्म बिहे नगरी बसेको नि। अरूको दोस्रो श्रीमती भएर जानुभन्दा तोरीको पहिलो श्रीमती हुनै राम्रो हुन्छ जस्तो लाग्छ आमा मलाई त, होइन र? आमा, म यो घरमा बिहा नगरिकन बुढी कन्या भएर बसेँ भने भाइ बुहारीले मलाई पछि हेप्छन्। त्यसैले अलिकति घर बनाउने मात्रै जग्गा तपाईँले दिनुभयो भने घर बनाएर तोरीसँगै म घरजम गरेर बस्छु, बरु दुःख सुख गरेर खान्छु। हुँदैन र आमा? दिनुहुन्छ नि? छोरी मन छुने गरेर कुरा गरिस्। तँलाई तोरी साँच्चै मनपर्छ त? मनपर्छ नि आमा, के गर्ने त अब। मेरो उमेरको केटा पाउँदैन, ऊ भयो अविवाहित केटा हो। त्यही भएर पनि मैले बिहा गर्न खोजेँ आमा। मलाई उसले धेरै पहिलादेखि नै मन पराउँथ्यो। मैले तपाईँहरूलाई नभने मात्रै हो। अनि मलाई बस्ने बास एक टुक्रो जग्गा दिनुहोस्, सानो छाप्रो हालेर भए नि बस्छु, अनि यतै खेती किसानी गरेर भए नि जीविका चलाइहाल्छ। अन्त खुसी त छ नि तोरी जान? अब खुसी नै छु भन्नुपर्छ आमा। खुसी नै हुन सक्छु होला, हुन्छु होला, त्यो हेर्नै बाँकी छ। ठिक छ, त्यसो भए म भाइले सल्लाह गरेर तँलाई एक टुक्रो जग्गा दिन्छु नि। म भाइलाई पनि तँ पनि भन, म पनि भन्छु। हस् आमा, म भाइलाई भन्छु, अनि भाइले बुहारीलाई पनि मनाइहाल्छ। पहिला भाइलाई मनाऊ, अनि बुहारीले मनाउनु त भाइको जिम्मा हो नि। त्यही त, म भाइसँग राम्रोसँग कुरा गर्छु। तिमीहरू खुसी हुन्छ भने म जग्गा दिइहाल्छु नि, किन चिन्ता गर्छस्? हेर्नु न आमा, म बिहे नगरी बस्या भए पनि त मैले अंश पाउँथेँ नि। भाइले जति पाउँछ मैले पनि त्यति पाउने होइन है। हो नि छोरी। त्यही पनि म अब त्यति नै लिए भनेर त भन्दिनँ भाइलाई। एउटा बस्ने बास मात्रै बनाउने जग्गा दियो भने पुगिसक्यो म। ठिक छ छोरी, तिमीहरू अब खुसी हुन्छ, एकाअर्कामा माया प्रेम भएपछि हुन्छ। हामी सल्लाह गर्छौँ, अनि तोरीसँग चाँडै नै बिहा गरिदिन्छ। हस् आमा। ल छोरी। भाइ, तिमीसँग केही सल्लाह गर्नु थियो? के सल्लाह हो र त्यो? भन्नुहोस् न। भाइ, तिमीले त आफू खुसी बिहा गरिहाल्यौ, अब म पनि बिहा गर्ने सोच बनाउँदैछु। राम्रो कुरा हो नि दिदी, जिन्दगीमा एकचोटि बिहे त गर्नै पर्छ। बरु केटा चाहिँ को हो नि? केटा? त्यही तोरी के त? त्यो तोरीले, अनि त्यसको त घरखेत केही पनि छैन भने होइन? अनि त्योसँग गएपछि तपाईँलाई कहाँ राख्छ, के खुवाउँछ, अनि कसरी पाल्छ? हेर भाइ, उसको पनि छुट्टै कथा व्यथा छ। ऊ सानै हुँदाखेरि उसको आमा बुवाको बस दुर्घटनामा मृत्यु भएको रहेछ। अनि उसको आमा बुवाको मृत्यु पछाडि काका काकीले सबै अंश खाइदिएछन्। बिचरालाई सबै कुरा थाहा हुँदै पनि केही गर्न सकेको छैन। हेर भाइ, मेरो पनि बिहा गर्ने उमेर गइसक्यो। मलाई बिहा गर्ने केटा पाउन पनि गाह्रो छ। केटा पाए पनि कि त 2-3 बच्चाको बाउ, स्वास्नीले छोडेर गएको, स्वास्नी मरेको, 2-4 बच्चाको बाउ नै पाउने हो भाइ मैले। कसैको बाउसँग बिहा गर्न पनि चाहन्न र कसैको सौतिनी आमा भएर बाँच्न पनि चाहन्न। कसैको छोराछोरीको बाउसँग बिहा गरेर कसैको घरको बोझ बन्न चाहन्न भाइ म। अनि कसैको छोराछोरीको सौतिनी आमा भएर बाँच्न पनि चाहन्न भाइ। हाम्रो बाबा पनि विदेश गएर उतै गायब नभएको भए मेरो बिहा पनि समयमै हुन्थ्यो होला। म यो घरमा बसिरहेँ भने पछि तिमीहरूको लागि बोझ हुन्छु भाइ म। त्यसैले एक टुक्रो घर बनाउने जग्गा मलाई दियो भने उसँगै बिहा गर्छु म। मलाई त्यही राम्रो हुन्छ जस्तो लाग्यो। हुन्छ नि दिदी, तपाईँलाई राम्रो हुन्छ भने थोरै सम्पत्ति दिनलाई मलाई कुनै आपत्ति छैन। तपाईँ पनि यही घरको छोरी हो, म पनि आमासँग सल्लाह गर्छु, अनि कुरा गर्नु है। हुन्छ भाइ। आमासँग त मैले कुरा गरिसकेँ भाइ। आमा त यो कुरामा राजी हुनुहुन्छ। बरु तिमीले बुहारीलाई चाहिँ मनाऊ है। हुन्छ नि दिदी, आमाले मान्नु भएको, बुहारीलाई त म मनाउने कोसिस गर्छु नि। हो,
यही कुरा सल्लाह गरौँ भनेर म यहाँ बसेकी भाइ। हुन्छ छिट्टै अब यो सल्लाह गर्नुपर्छ। आमाले उता खाना खाना बोलाइराख्नु भएको छ, यो भने यता आएर सुतिरहेछ। होइन, बोलाउनु पनि बोल्दैन, सुत्यो कि यत्तिकै नाटक गरेर पल्टिरहेको। खुसी ए खुसी उठेन भने उता आमाले खाना खाना बोलाइराख्नु भएको छ, तिमी पनि यहाँ आएर पल्टिरहेछौ। ल हिँड खाना खान्छ, मलाई कस्तो भोक लागिरहेको छ। मैले खाना खाएँ नि नखाएँ नि यो घरमा कसलाई के फरक पर्छ? खुसी किन आज यसरी बोलेकी तिमी? के भयो तिमीलाई? हुन त धेरै कुरा भइसकेको रहेछ यो घरमा। त्यो दिदी बुढी कन्यालाई धुमधामका साथ बिहे गरिदिन लागेको छौ रे। कसले भन्यो फेरि तिमीलाई? मैले सुनेको नि, दाइजोमा त टन्नै जग्गा दिँदैछौ रे। होइन, कहाँबाट यस्तो कुरा सुनेर आउँछ तिमी? यस्तो कुरा मैले बाहिरको मान्छेको मुखबाट सुन्नु परेछ। म पनि त यो घरको सदस्य हो नि, होइन र? घरमा यत्रो कुरा भइसकेको रहेछ, मलाई एक रत्ती पनि थाहा छैन। तपाईँहरूले मलाई किन हेपेको भन्नु त? जे तिमीले सोध्दैछौ त्यस्तो केही पनि होइन। अस्ति दिदीको बिहे गराइदिने कुरा चाहिँ भएको हो, तर के कसरी गर्ने भनेर पुरा निर्णय भएको छैन। यो कुरा कसरी बाहिर आयो त? यो कुरा बाहिर ल्याउने आमा त हुनुहुन्छ होला नि। छोरीको उमेरले पनि डाँडो काटिसक्यो, अब छोरीको बिहे कसरी गरिदिने भनेर आमाले पनि पिर गर्दै हुनुहुन्थ्यो। छोरीको बिहे हुन्छ भनेर खुसी भएर गाउँभरि हल्ला गर्दै हिँड्नुभएको होला क्या आमाले। जे कुरा पनि अलि हतार गर्नुहुन्छ आमाले। भोलि दिदीको बिहे सोचे जस्तो होला नहोला, फेरि दिदीको बिहे भइदिएन भने अनुहार रातो पारेर बस्नुपर्छ। यी आमाको पेटमा केही कुरा अड्किँदैन, फेरि गाउँभरि हल्ला गर्दै किन हिँड्नु पर्यो होला। यी आमालाई पनि के भन्नु कसरी सम्झाउनु थाहा नै हुँदैन। अब दिदीको बिहे गरिदिँदा यो घर खेत सबै दिदीको नाममा पास गरिदिने होला, होइन त? कहाँ त्यस्तो हुनु, यसको लागि त धेरै कुरा विचार गर्न बाँकी नै छ। राम्रोसँग विचार गर्नु। तपाईँको दिदीलाई न घर न जग्गा जमिनबाट 1 इन्ची पनि पाउने छैन। आज दिदी आइन्, भोलि अरू कोही आउलान्, सबैले सम्पत्ति बाँड्दै हिँड्ने। भोलि हाम्रो नि छोराछोरी हुन्छन्, हाम्रो छोरछोरीलाई सम्पत्ति दिनु पर्दैन? भोलि दिदी बिहे गरेर गइहाल्छिन् नि, उसैको बुढाको सम्पत्ति पाइहाल्छिन् नि। हे तेरिका तिमी पनि यो गाउँलेहरूको नाना थरी कुरा सुनेर यत्तिकै टेन्सन लिएर बस्ने तिमी। अब कागले कान लग्यो भन्दैमा त्यसको पछि दौडिहाल्ने, आफ्नो कान छाप्नुपर्छ कि पर्दैन? ल हिँड जाउँ, भोक लाग्यो मलाई भात खान। अनि तिमीलाई पनि भोक लाग्यो होला नि। ल हिँड जाउँ, खाली टेन्सन लिँदै बसिरहेछ। हेलो दिदी, चिन्नुभयो तपाईँले मलाई? म सुमन बोलेको। ए चिने सुमन, तिमीसँग मेरो नम्बर थियो र? मैले अस्ति नै राजसँग लिएको थिएँ, एकचोटि भेटेर कुरा गर्नु पाए हुन्थ्यो। ल भोलि आऊ न त। कहाँ हो दिदी? त्यही के त, मेरो घर मुनिको जङ्गल लिएर आऊ न। हस् दिदी, हस् हस्। अनि दिदी तपाईँ सन्चै हुनुहुन्छ नि? सन्चै छु भाइ म। अनि आमाले कस्तो छ नि? आमालाई सन्चै छ।
अनि तिम्रो त्यो पैसा उठ्यो त? छैन नि, त्यो दलालको खोजी हुँदैछ। दिदी मैले त बिहे गर्ने विचार गरेँ नि। ए हो र? राम्रो खबर सुनायौ त। जिन्दगीमा एकचोटि बिहे गर्ने हो दिदी, उमेरमै गरौँ जस्तो लाग्यो कि। त्यो तपाईँको साथी छ नि, त्यसको नम्बर दिनु न मलाई। मोबाइल नम्बर रे? कसको मोबाइल नम्बर? रिताको? रिताको होइन दिदी, त्यो अस्ति तपाईँ बाटोमा गफ गर्ने केटी छ नि, त्यसको भने क्या। गफ गरिरहने केटी रे? ए गङ्गाको? गङ्गाको। ए गङ्गा मन पऱ्यो कि के हो तिमीलाई? त्यस्तै त्यस्तै भन्नु पऱ्यो। गङ्गा अस्ति देख्ने बित्तिकै मन परेको मलाई। ए दिदी तपाईँसँग गङ्गाको नम्बर छ होला नि, मलाई दिनु न। त्यही भएर नि म तपाईँलाई भेट्न खोजेको क्या। गङ्गाको नम्बर त छ भाइ, म अहिले तिमीलाई दिन सक्दिनँ। गङ्गाको नम्बर जब गङ्गाले देऊ भन्छ तब मात्र तिमीलाई गङ्गाको नम्बर दिन्छु, नत्र भए म अहिले तिमीलाई दिन सक्दिनँ। त्यति नम्बर माग्दा पनि दिनु भएन भनेर मदेखि नरिसाउ नि तिमी फेरि। ठिकै छ नि दिदी, म रिसाएको छैन। अनि उसले नम्बर नदेऊ भन्यो भने तिमी के गर्छौ? दिएन भने के गर्नु दिदी? अब इच्छा विपरीत जानु पनि भएन। दिए नि ठिकै छ, अब नदिए नि ठिकै छ। माया भने त दुईतर्फी हुनु पर्यो नि त दिदी। एकतर्फी माया त धेरै दिन टिक्दा नि टिक्दैन नि। जोर जबरजस्ती गरेको माया त छेडिङ मात्रै हुन्छ नि त दिदी। उसको पनि बिहा गर्ने उमेर त पुगिसकेको हो। जहाँसम्म लाग्छ उसले पनि मान्छे होला, तिमीहरूको जोडी पनि मिल्छ। गङ्गालाई मन पराएछौ तिमीले, ठिकै छ है, राम्रो लाग्यो, खुसी लाग्यो। अनि गङ्गाको पनि घरमा अलिक समस्या छ, दुःख छ बिचरा। म राम्रोसँग उसँग कुरा गर्छु, अनि त्यसपछि तिमीलाई खबर गरौँला। आजलाई छुट्यौँ, मेरो आमाले कराउनुहुन्छ तिमीलाई थाहा छँदैछ नि। म तिमीलाई भेट्न भनेर आएकै होइन, तल साथीकोमा जान्छु भनेर आएको, कराउँदै हुनुहुन्थ्यो। अब ढिला गरी भनेर यसरी कराएर बस्नुभयो होला। जान्छु है म, ल हिँड ढिला भयो। ल उठ, तिमी पनि जाने होला नि होइन? जाने हो म पनि। ल छुट्यौँ है त आजलाई, म तिमीलाई पछि खबर गरौँला है त। ल ल गङ्गा, तिमीले त बाटोमै भेट भयो। म तिम्रो घर जाँदै थिएँ। हेर दिदी, अनि अब भेट भइहाल्यो, यतै बसेर गफ गरौँ न त। ल हिँड, शीतलमा बसेर गफ गरौँ। यति बस्यो माल, यति बस्यो। बाटो हिँड्दा हिँड्दा घाम भएर। गङ्गा, तिम्रो फोन किन सधैँ अफ हुन्छ? मैले हिजो पनि फोन गरेको थिएँ, आज बिहानभरि नि फोन हाने, अनि फोन नलागेपछि म यहाँसम्म आउनु पर्यो, नत्र भए फोनमै कुरा हुन्थ्यो नि। खै दिदी, खासै कसैको फोन आउँदैन, फोन कुन अवस्थामा हुन्छ, कतिखेर अफ भयो केही थाहा नै हुँदैन। के भएको छ तिमीलाई? अनुहार पनि न्याउरो देख्छु, पुरा पिटाइ खाएर थकित भए जस्तो। त्यस्तो केही होइन दिदी, अलि सन्चो थिएन। के कामले मलाई खोज्नु भएको नि, भन्नुहोस् न। खासमा सुमनले तिम्रो नम्बर माग्दै थियो। सुमन? को सुमन? सुमन के चिनेनौ? अस्ति हामी बाटोमा गफ गरिरहेको बेला आएको थियो नि एउटा केटा,
उसकै नाम हो कि सुमन। अनि त्यो सुमनले तिमीलाई मन पराए जस्तो छ के, त्यही भएर नम्बर मागिरहेको थियो। के छ त विचार गङ्गा तिम्रो? खै दिदी, म त हेर केटा सोझो छ, मेरो भाइको साथी हो, इमान्दार छ, मेरो भाइ सरकै हो के, मान्छे राम्रो छ के, भलाजमी छ। सोच है सोच। भेट्न मन गरेको छ उसले, एकफेर भेट अनि मनमा लागेका कुराहरू सोध। उसले पनि सोध्छ होला। एक आपसमा दुईजना बुझ्ने कोसिस गर। गाउँमै घर खेत छ, सम्पन्न छ, अनि बेलैमा बुद्धि पुऱ्याउ है तिमीले। तपाईँले भनेको त ठिकै हो दिदी, तर मेरो घरमा एउटा समस्या छ, तपाईँलाई थाहा छँदै छ नि। त्यो त मलाई सबै थाहा छ। जब समस्यालाई अगाडि ल्याउँछौ नि, समाधान पनि सँगसँगै अगाडि आउँछ। जबसम्म समस्यालाई लुकाएर राख्छौ तबसम्म समस्याको समाधान कहाँ हुन्छ र? सुमन मेरो भाइ जस्तै लागेर तिमीसँग जोडाइदिनु लाग्यो। नम्बर दिउँ त अब? ल भन्नुहोस् दिदी, अब तपाईँ के भन्नुहुन्छ? नम्बर दिउँ त उसलाई? हुन्छ दिदी, दिनुहोस्, एकचोटि कुरा गरेर हेर्छु। ल अब सुमनलाई मैले तिम्रो नम्बर दिन्छु। जतिखेर पनि फोन गर्नु सक्छ। फोन चाहिँ अफ नराख्नु नि। अहिले म जान्छु है। ल दिदीले भनेको पनि ठिकै हो जस्तो लाग्यो। कति आमाको बोझ भएर बस्नु, यसरी आमाको बोझ भएर बस्नुभन्दा त भरे एकचोटि कुरा गरेर हेर्नुपर्छ कि क्या हो। कतै राम्रो पो भइहाल्छ कि। जाने ठाउँ पनि त कहीँ छैन। अब मेरो बाटो भनेको यही होला सायद। घरको काम के छ तिमी आफै सबै विचार गरेर गर्नु। म तल बजारसम्म पुगेर आउँछु है। छिट्टै आउनु ल। राज! ए राज! 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 ए राज! अनि मैले बोलाएको नसुनिकन हिँड्यो त। बुहारी, तिमीले राजलाई के भन्यौ? मलाई के थाहा नि, तपाईँको छोरा मैले बोल भन्दा बोल्ने, नबोल भन्दा नबोल्ने, उसलाई जे इच्छा लाग्छ त्यही गर्छ। होइन, मैले बोलाएको सुनेन। मैले बोलाएको नसुन्ने, तैँले के जादु गरिस्? मेरो छोरा त्यस्तो थिएन। तैँले त कतै के जादु त गरिस्। म त सुन्थेँ, बोल्थ्यो, आज बोल्नै परेन। ल भन, तिमीले मेरो छोरालाई के पाठ पढाउनु थाल्यौ? तपाईँको छोराले केही पाठ पढाएको पनि छैन र केही भने पनि छैन। अझ झुट बोल्छस्? 24 घन्टा मेरो छोराको अगाडि पछाडि हिँडिरहन्छस् त। आफ्नो बुढाको अगाडि पछाडि हिँड्नु परेन? हेर्नु मुख आइकी, यसो 2 दिन मैले माइत गएर बस भनेको मान्दिन त। ल भन त, तेरो मनमा के कुरा चलेछ? ल भन भन भन। म नबोल्नु भन्दा पनि बोल्ने बाध्य बनाउनुहुन्छ। बिहे गरेर जाने छोरीलाई अंश दिन्छु भनेर गाउँभरि हल्ला गर्दै हिँड्नुपर्छ? बिहे गरेर जाने छोरीलाई कुन दफा र कुन कानुनले अंश दिनुपर्छ भनेको छ? बिहे गरेर जाँदा धेर थोर दाइजो त दिन्छ, तर घर खेतै नामसारी गरेर दिने यो संसारमा काहीँ पनि छैन। मेरो सम्पत्ति मेरी छोरीलाई बिहेमा दाइजो दिउँ कि त्यत्तिकै नामसारेर गरिदिउँ? तँलाई के को टाउको दुख्यो? मैले चाहे मेरो सम्पत्ति बाटो हिँड्ने बटुवालाई पनि दिन सक्छु, मेरो इच्छा। आफूले बिहे गराउँदा एउटा सुतारीको धागो ल्याइनस्। मेरो सम्पत्ति मेरी छोरीलाई दिउँ कि राख? तँलाई के को टाउको दुख्यो? मेरी छोरीलाई औँस दिन्छु हेर ठुल्ठुलो आँखा लगाएर बस्छे। मेरो मर्जी जसले दिए पनि अब ठुलो कुरा गर्छे बा। मलाई पेल्ने काम नगर्दा हुन्छ। यति मैले पेल्नु पर्यो भने तपाईँहरू आमा छोरा छोरी सबै चौकीमा हुन्छ। यो घरबाट दाइजूको न्युमा एउटा सिनको पनि जाँदैन। बुझ्नुभयो तपाईँले? सबै सम्पत्ति तँलाई मात्रै चाहियो होला होइन? हो, सही सुन्नुभयो। हेर सही भन्नुभयो भने चाहिँ जे कुरा गरे पनि मुख लुगा लाग्छ। यसको सम्पत्ति हो र यो? मेरो सम्पत्ति, मेरो खुसी हुन्छ। कसलाई दिउँ कसलाई नदिउँ?
गालामा हात लाएर रिसाएर बस्नु भएको छ त के ठुस्स परेर गालामा हात लाएर बस्नुभएको भने फेरि मलाई घुर्की देखाएर पनि गर्नुहुन्छ अनि के खाउला जस्तो गरेर हेर्नुभएको के भयो भने कसको रिस मलाई पोख्ने भने के भयो के आज तपाईँलाई बोलाउनु भयो क्या ल के हुनु नि तेरो भाइ नबोलिकन गयो बोलाउँदै थिएँ सुन्दै नसुनिकन गयो बुहारीलाई किन रिसाएर गएको नबोलिकन गएको भनेको खाँदा जस्तो गरी उल्टो रिसाएर फन्किएर म त मारौँला काटौँला जस्तो पो गर्छु त नभएको संसारमा नभएको यिनीहरूकै दिदी भाइ बुहारी त्यस्तै दिदी त्यस्तै भाइ त्यस्तै अनि भाइलाई मैले नबोलिकन जा भाइ आमासँग भनेर पठाएको हो र भने मलाई रिस देखाउनलाई कुन्नी के थाहा यत्रो पुरै नबुझिदिन्छ केही भयो होला सुनेन होला नि त तपाईँले बोलाउँदै बुहारी बनाउँदै त्यस्तै छ छोरी भनेको गाउँ चल्दा ठिकै छ छोरो पनि नसुनि जान्छ अनि मारौँला जस्तो गरी रे के कुरामा त्यस्तो झगडा गरेर मारौँला कुटौँला जस्तो गरी भने हो के कुरामा हुनु नि सम्पत्ति तँलाई अलिकति दिनु पर्यो भनेर सल्लाह गरेको सबै सम्पत्ति त्यसैले चाहियो रे कति नै उसको माइती भएर ल्याए जस्तो गर्छ नदिनु भने फेरि नदिने भने त्यही भएर रिस उठेको नि मेरो सम्पत्ति हो नि कहाँका मान्छे आएर मेरो सम्पत्तिमा आँखा लाउँछन् मेरो छोरो दिउँ कि नदिउँ त्यसलाई के को चासो हो त्यही भएर रिस उठेको मलाई अनि त्योदेखि रिस उठेर छ त मलाई किन रिस देखाउनु भएको त भने त्यो दिन रिसाएपछि त अब रिसै हाल्यो नि अरू कुरो थाहा छ तँलाई बिहे गरेर जाने छोरीलाई कुन चाहिँ कानुनमा औँस दिनुपर्छ भनेर लेखेको छ भन्छ उल्टा मलाई मार्छु काट्छु भन्छ बा त्यसलाई के थाहा छ भोलि म बिहा गरेर जाउँला नजाउँला त्यसलाई के थाहा छ भोलि म बिहे नगर्न पनि सक्छु मेरो बाउको अंश मैले पाउँदिनँ ए अंश लिएर बस्न पनि सक्छु सबै कुरा थाहा रहेछ त्यसलाई मात्रै छोरी मान्छेले अंश नपाउने भनेर कहाँ लेखेको छ कुन कानुनमा लेखेको छ त्यही बाउको छोरी होइन म पनि बढी कुरा गरिदिएर चाहिँ सबै कुरा त्यसैलाई मात्र थाहा छ त्यही त भने त्यही भएर टाउको दुख्यो मलाई आमा हामी एउटै बाउको सन्तान होइन र हो छोराले मात्र अंश पाउने भनेर कुन कानुनमा लेखेको छ आमा छोरीले चाहिँ नपाउने भनेर लेखेको छ र छैन अनि तपाईँले चाह्यो भने मलाई दिनुहुन्छ नि एक टुक्रा जग्गा त्यही त दिन्छु भनेर सल्लाह गरेको त्यही भएर खाउनु जस्तो मारा जस्तो गरी छोरी फोन आएको छ हेर त फोन त बजिरहेको छ कसो फोन हो फुपूको फोन आएछ आमा किन रहेछ उठा त हेलो हेलो के भयो अरे बिरामी रे ल न के भएछ फुपूलाई हस्पिटल राखेको छ अरे आमा हत्तेरिका के भन्छ फुपूलाई के भएको भन्न फुपू बोल्नै सक्नुहुन्न हो धेरै गाह्रो भएछ अरे के भएको होला धेरै गाह्रो भएछ अरे फुपूलाई त्यो हेरी मान्छे कोही छैनन् कोही पनि छैन रे हत्तेरी के गर्ने हो त फुपू यही वरिपरिको मान्छे नि कोही छैनन् रे एक्लै रे ल न नानी अब कहाँ बोल्नुहुन्छ त गाह्रो भएर सुतिरहेको मान्छे धेरै गाह्रो भएर छ फुपूलाई के गर्ने होला अब हस् फुपू हस् हस् फुपू हस् हस् ल हस् म भोलि बिहानै भाइलाई पठाइदिन्छु हस् फुपू ए कस्तो के भएको रे फुपूलाई एक्कासी प्रेसर बढेर ढल्नु भएछ अनि हस्पिटल लगेर भर्ना पो गरे रहेछ बिचारा अब कसले हेर्ने तिमीलाई अब कोही पनि छैन भर्ना चाहिँ कसले गरिदियो होला त्यही पल्लोपट्टि कोठामा बस्नेले लग्यो अरे घरमा भाडामा राखेको छ नि त मान्छेहरू बिचारा त्यति गर्ने मान्छे पाइछन् तिमीले अब कुर्न बस्ने कोही पनि छैन रे जसरी भयो नि तिमीहरू आऊ भन्नुहुन्छ अब को जान्छ तँ जान्छस् कि म जाने कि भाइले पठाउने कहाँ म जानु आमा तपाईँ पनि जाने होइन म पनि जाने होइन पठाउन त भाइलाई नै पठाउने हो कि घरमा भइदिए भए पो तपाईँ गए नि हुन्छ म गए नि हुन्छ
हस्पिटलमा उता के गर भन्छ उता के गर भन्छ हामीलाई केही पनि थाहा हुँदैन। त्यही भएर पठाउन त भाइलाई नै पठाउनु पर्छ। अनि त्यसपछि यो महारानीलाई के गर्नुपर्छ भन्ने कुरा कुरा बुझेँ। अब त कहाँ छ, अब त्यसलाई फकाएर हुन्छ कसरी हुन्छ पठाइहाल्नु पऱ्यो भोलि बिहान। त्यो भाइ त भाइ गइहाल्छ नि, फकाउने नै हो नि, उसलाई नै पठाउने हो नि। ल ल ल ल एकछिन जसरी भए पनि त्यो राजलाई सहरतिर पठाउनुपर्छ। हो नि आमा, जसरी पनि पठाउनुपर्छ। अनि त्यसपछि यो खुसीलाई के गर्नुपर्छ भन्ने कुरो भाइ कसरी हुन्छ पठाउने जुक्ति गर। अहिले राज बाहिर निस्किन्छ, त्यसलाई जसरी हुन्छ बाटो छेकेर सहरमा फुपू बिरामी छन्, हस्पिटलमा राखेको छ, त्यसलाई पठाउनुपर्छ। राज टाढै जानु लाग्यो हो? यही गाउँतिर जानु। भाइ तिमीसँग एउटा कुरा छ हेर्नुहोस्। होइन के कुरा हो र दिदी? हेर राज, तिम्रो फुपूको फोन आएको थियो हिजो। फुपू बिरामी भएर हस्पिटलमा भर्ना गरेको छ अरे। कुरो कोही पनि छैन अरे। फुपूको छोरो पनि विदेशमा छ। जा बाबु जा, फुपूलाई कुरुवा पर्छ हस्पिटलमा। हे आमा, जान्न के म त। त्यसो नभन न छोरा, तिमीहरू सानो सानो हुँदा म बिरामी भएको थिएँ। त्यो फुपूले कति सहयोग गरेकी छन्। जा बाबु जा। आज ऊ एक्लै छिन्। उनको छोराछोरी सबै विदेशमा छन्। यस्तो परेको बेलामा हामी एका आपसमा सहयोग गर्नुपर्छ। त नगए को जान्छ त छोरा? जा बाबु जा। गइदे नि त भाइ गइदे। आमाले यत्रो भनिसक्नुभयो, समस्या नि बुझ्दैन भाइ। अनि फुपूको पनि को छ र हामी बाहेक भन् त? त्यसरी त जानुपर्छ भाइ। आफन्त भनेको यस्तै बेला काम लाग्ने त हो नि भाइ। फुपूलाई पर्दा हामी, हामीलाई पर्दा फुपू। हामी सानो सानो बेला हुँदाखेरि फुपूले धेरै सहयोग गर्नुभएको थियो अरे। आमाले त भनिहाल्नु पर्यो। त्यसैले फुपूको कोही छैन भाइ हामी बाहेक। ल भाइ, दायाँ बायाँ केही कुरा नगर, भोलि जाने तयारी गर। जे पर्दा नि गर्नुपर्ने हामीले त्यही फुपूलाई हो। कति कर गर्नुहुन्छ क्या तपाईँहरू? जाला जस्तो छ त छोरी यो। जान्छ नि आमा, नगएर हुन्छ त? को जान्छ त ऊ नगएर? उसलाई जसरी नि पठाउनुपर्छ। फेरि हामीले यहाँ खुसीलाई कसरी तलाउने नि यो गएन भने? त्यो त हो। जसरी नि पठाउनुपर्छ। ल ल जान्छ, यसलाई जानी नै पार्नुपर्छ कि। जानी नै हो, जहाँ उसलाई पठाउनै पर्छ। ल ल छोरी, यसलाई त जसरी भने पठाउने नै हो। यो गएन भने फेरि अर्को जुक्ति लगाउनु। जुक्ति त लाउनु परिहाल्यो नि आमा। अनि खुसीलाई कसरी तलाउने त? त्यो त हो। ल हिँड। ल हेर्नुहोस् जमभित्र। ढुकुने बाटोमा छ।
लागेको? म पनि तसँगै जान्छु। म घुम्न जान लागेको होइन नि बाबु, म त स्कुल जान लागेको। म पनि स्कुल जाने त तसँग। म पनि पढ्ने। हजुरलाई अलिकति सामाको ब्याज बुझाउँ कि भनेर आएको। अनि श्याम यसपालि त ब्याज पनि पुरा आएन त। के गर्नु काजी सर, यसपालि साह्रै गाह्रो भयो। बाबा, मेरो सट्टा भाइलाई स्कुल पठाउनुहोस्। कति माया गर्छौ है भाइलाई। के गर्नु, हाम्रो गरिबीको कारणले सकिएन हेर, के गर्छ। ल यति लिऊ। खै दिनुहोस्, खै यो किन राख्नु भएको छ, यो पनि दिनुहोस्। म जान्छु ल। तिमी पनि जाऊ ल। मैले नाइ भन्ने अर्थै रहेन। अब मेरो भविष्य तपाईँहरूको हातमा छ। मैले मेरो मन मारेर बिहे गर्दैछु आमा।